चल भन्न खोजिस् क्या लास्टै धेरै दिन पछाडि भ्लग बनाउँदैछु। सो आज चाहिँ म र निर्मला छु अनि अहिले भेनाको घरमा आइपुगेको छु। यहाँ भाइको भिडियोहरू हेर्दै थिएँ, मैले पनि भ्लग सुरु गरिहालेँ। हाम्रो भाइ चाहिँ यस्तो गर्ने फोन बिग्रे पछाडि मेरो यो सामान्य फोन मेरो आइफोन बिग्रियो अनि त्यस पछाडि सामान्य फोन लिएर आएको छु। अनि बुकबाट भ्लग सुरु गर्दैछु। म भेनाको घरमा आइसकेको छु अनि यहाँ चाहिँ के को फल हो लुडुम्ची अच्छा यो खानुपर्ने कति मिठो तर फुटेर गुलियो चाहिँ छैन रहेछ। रोड जाँदैछु निकै मासतिर पुग्नुपर्ने हुन्छ। यो गोप्रोबाट मैले भ्लग बनाउँदैछु भन्दै पछाडि हेरौँ के हुन्छ आजको दिनमा। आज मेन कुरा हामी मालिङ्गो धानमा जाँदैछौँ। यो चाहिँ लुडुम्सी भन्छ क्या के भन्छ अरे भन्नु त मैले त खाइन यति फुटाएर गरे हिँडेको जुठो गरेन हौ। ऊ टुप्पीपट्टि त्यो चुट्टाकोपट्टि आएको चाहिँ खायो भने नमिठो लागेर खायो। मिठो लाग्छ खस्रो कस्तो लाग्यो त साह्रो नमिठो कति मजाले खाइहालेको त गेडै पनि गेडैसँग खाइहाल्नु। त्यसो त पर हाम्रो बालिङ्गो बारी छ बालिङ्गो देख्नु यति त सक्छ अब डबल बोक्नु सकेन भने कुममा ल्याउँछु नि बोक्दा जस्तो एउटा रोडमा तान्न एकदम गाह्रो हुन्छ कि अनि ऊ पनि जान्छु भन्छ नजाऊ हो भनेको। यो भाइको त्यो मेरो त्यहाँतिर सबै भारी मालिङ्गो घारीमा आइपुगेपछि हामी भारी कसैको हेर भारी यस्तो यो मिलन बाउले भारी लगाइदिएको यति लामो खर्को हान्दैछ। यो त अनि सबै सलाकसुलुक झरिहाल्छ सबै लगेपछि त नधन्ने मेरो त यहाँ बानी हालेको यो कति दिन पछाडि आउनुभयो 10-12 दिन पछाडि मैले भिडियो नहालेको नि कति 10-11 दिन गएको दिन मैले लगाइदिएको थिएँ एउटा लाइन फेरि थाम छ होला त्यति छिटै त मकिएको छैन होला नि त। आमा फुटेर त ढुट्टो भइगयो। ओ यस्तो भइरहेछ
चाहिँ नराम्रो छौँ त्यही भएर क्यामेरामा अलिक निस्किनु जस्तो लाग्छ अर्काको भिडियो भएर पनि हो भिडियो चाहिँ उहाँको हो सबैजनाले माया गर्दैन होला यो अनि यहाँ कसरी पानी लानु बिस्तार घुम्छ नि त नबनाउनु मान्छेले हेरेर हाँस्छ कता हात छु हात त अगाडि पो त भाइ त्यस्तो कति छोटो हो नि एकछिनमा टन्के हो त्यसरी औ कसरी टन् बिस्तारै गर्नु बिस्तारै डर गरेपछि यस्तो बिस्तार त समाउनु है त्यो हो त्यसरी हो त्यो समाउँदै सुटु सुटु गर्नु पर्यो फेरि झट्टै तान्यो भने त तल पुग्छ नि फेरि गरौँ भइसक्यो क्या अलिक तान्नु बिसा सरकारी यो चाहिँ एकदम मिठो हुन्छ किरा छ क्या छ के भन्नु छ केही छैन एकछिनमा बोल्नु तलतिर बब्बाल हुँदैछ अब चाहिँ हामी अब 1-1.5 घन्टापछि हामी घर पुग्छौँ तरकारी खोज्दैछौँ जङ्गलतिर यहाँ परतिर झन् टन्नै रहेछ पातले चिप्ले के हो चिप्ले कस्तो डर छ र अच्छा अच्छा लिने कुद्छ त यहाँ मासतिर रहेछ टन्नै
बोका खसी नहीं बोका नहीं माँ बोका है तो आज आज ओ जा अन्ना खसीस क्या कुत्रा रांधे अंडा नहीं लेता asai opkoi no muksu kama khoro ma mongko pun nikoi kwan nana minong Hoi udah oka nomaka आज मैले माथि राख न डोरी चाहिँ किन बढी उता गएको पुग्छ ऊ त्यो फेदसम्म बिस्तारै हिँड्नु न बिस्तारै थाम्दै थाम्दै ओ त्यो डाँडामा कस्तो भयो अनुभव घिउ र भात खाए जस्तो कहिले यस्तो अलिक दुख्दो रहेछ कसले आउनु ला तिमीले म आफै आएको हौ अनि एक मुठा भए त मैले त अनि काठमा यो दुखेको हुन्थ्यो होला दुईटाले त अनि दुईटा चित्र बुक्ने त छ होला त कि छैन छैन हेलो हेलो अरे आयो 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 क्या आयो मुझे थ्रो भरा दे रोड में सुना दे धेरको भइसकेको छ आफ्नो हामी खाइसक्यौँ है के भन्नु छ अब केही छैन गलेर बुटुक्कै भयो मिठो जा खानु मन लाग्यो जाडै छैन यत्रो पुस्ता गरी छ त जार पका यस्तो गरेको कसले जाड खान्छ यति चाहिँ भयो अब मात्र 2 दिन जानुपर्छ अब कि कति अहिले पो हो त्यहाँ के छ र त्यो मेरो मासु निकाल्नु त म पोलेर खाइदिउँ सुकेर यस्तो भइरहेको छ रस भए मात्रै हुन्छ कुटेर खाजा रहेछ के हो यो छटपट छटपट अहिले त काँक्रा पनि छैन आलु पनि छैन मिठो हुन्छ मटर पनि काँक्रा अब